लेकिन बाटो यस्तो छ अझै पनि पुगेको छैनौँ ढुङ्गा फुटाएर म चाहिँ कसरी माथि त्यहाँ आइपुगिसक्यौँ सालपा सिलिचुङ चढ्न तर्फ लाग्यौँ सो गुड मर्निङ गाइज हामी चाहिँ 4 बजे उठेर 5 लगभग 5:30 हुन आँटिसक्यो होला रेडी हुँदा यताउता गर्दा दुईजनालाई चाहिँ अगाडि पठाइदिएको अलिक ढिलो हुन्छ र अनि हामी अनि आउटफिट अफ द डे भित्र दौरा सुरुवाल भएकोले माथि दौरा निस्किरहेको छ सो मेरो चाहिँ युजुअल अझ अलिकति चेन्ज छ भित्र चाहिँ मैले 3टा लाग्छु गाइस 3टा यहाँभित्र पनि 3टा लगाएको छु मुनि पनि सक्स 2टा छ अनि पुरै तम तयारमा हामी निस्किसकेको छौँ यतातिर चाहिँ त्यहाँ बन्दैछ सो त्यही भएर यतातिर चाहिँ यस्तो सानो सानो क्याम्पिङहरू छ सो क्याम्प छ क्यान्टिन भनेन हौ क्याम्पिङ भने कति सो हामी चाहिँ अब सिलिचुङतिर लाग्यौँ सालपा सिलिचुङ चढ्न तर्फ लाग्यौँ हेर्न सक्नुहुन्छ ओके गाइस अब अगाडि बढ्दै जाऊँ भेट्दै जाऊँ बाटो ओभर अप्ठ्यारो छ भन्नेमा सुन्नुमा आइसकेको छ तर हामीले धेरै अप्ठ्यारो काटेर आइसकेको हिम्मत छ हामीलाई हामी पुग्छौँ होइन त ओके गाइस लाग्दैको ल र गाइस हामी चाहिँ यहाँ आइपुगिसक्यौँ अब यहाँदेखि चाहिँ 2.1 किलोमिटर यस्तो छ है यहाँ चाहिँ निर्माण कार्य भइरहेको रहेछ यहाँ तल चाहिँ यस्तै छ रोड माथि चाहिँ सिडी छ यो एक लाइनमा मात्रै सिडी छैन फिलहाल चाहिँ बाटो अप्ठ्यारो छ अरे बन्दै छ यहाँ बिहानै उठेर आउनु हुँदो रहेछ यहाँ यति उकालोमा अनि यहाँ खनेर ढुङ्गा फुटाएर ढुङ्गालाई यस्तो साइजको बनाएर बोक्दै काठको ब्याग जस्तो बनाएर बोक्दै त्यसमा रोड बनाउनु हुँदो रहेछ यहाँ पानी पनि छैन गाइज यहाँ एक ठाउँ मात्रै छ अरे पानी माथि कता कुनातिर गाह्रो छ 1 घन्टा भयो हामी हिँडेको ओ माइ गॉड गाइज हेर्न सक्नुहुन्छ हामी कहाँदेखि आइसक्यौँ बाटो यस्तो छ यस्तो यो बाटो यति अप्ठ्यारो बाटो छ कि म हिँड्दै उयो बाटोमा भ्लग पनि बनाउन सक्दिनँ अहिले भर्खर दिन खुलेको भर्खर घाम लाग्दैछ अलिक यतिको देखिने भयो अघिसम्म त्यहीँ र यहाँ देखिँदै थियो आउनु खान्छ आउनु यति माथि आइसक्यो नि खाली पेट हिँड्नु हुँदैछ पानीको कमी भयो यहाँ चिसोले अरूभन्दा पनि मेरो नाकलाई डेट बनाइसक्यो लुगा हेर्नु सक्नुहुन्छ उहाँ गएर दौरा लाउनु भनेर दौरामा हिँडेको छन् कोही सन्स भाइले ब्याग बोकेर गएको छ र पनि हामीलाई यति मुस्किल भइसक्यो अझै भाइ र डल्ली हिँड्नै सक्दैन भाइले लिएर आउँदैछ तलै छ अरे अझै हामी बिचमा छौँ सनिस भाइ माथि गइसक्यो ऊ चाहिँ अलिक हिँड्नु सक्छ कि त्यो बाटो छ हेर्दै डरलाग्दै यस्तो 4 खुट्टा लगाएर आएको चढ्नु चाहिँ चढ्ने बेला चाहिँ मलाई तनाव भइरहेछ क्या यस्तो सिधै छ यस्तो भित्ता छ उभिएर देखाउनु पनि सक्दिनँ क्या मलाई त्यस्तो सिधा ठाउँमा छु भर्खर टुप्पो देखिँदैछ अझै यहाँ हुन्छ यस्तो बाटो उठाएको गाइस यो त्यही पनि सबभन्दा सजिलो बाटो हो यो अहिलेसम्म भेटेकोमा टुप्पो आए जस्तै छु हो टुप्पो निस्केछौँ टुप्पो निस्केछौँ है अब कता हो छेउछेउ जस्तो छ केही देखिँदै छैन गाइस कहाँ छौँ पनि बल्ल टुप्पो चाहिँ उक्लिम
पछि उक्लिम गाइस त्यही खुसीको कुरा हो भुक्कै हिँडिराख्नु छ पानीको भरमा हामी हिँडेको 2 घन्टा भएछ गाइस अब यता बाटो जस्तो देख्दैछु जर आउनु माथि उयो गर्नु क्या हवाएर पनि देखाएन भने के देखाएन गाइस अब यहाँ हेर्दाखेरि तपाईँ ढुङ्गा लाग्दै होला तर यो हाम्रो लागि सिडी हो गाइस सिडी होइन हो कि खान्छ हाम्रो लागि यो सिडी हो अहिले दिन खोलेको छैन हेर हामी पुगेको पनि छैनौँ बाटोमै छौँ हामी तपाईँहरू यहाँ आउनुभएको भए कुन बाटो जानुहुन्थ्यो हेर्नु त ल हामी चाहिँ यस्तो पहेँलो पछ्याउँदै हिँड्दैछौँ किनभने पहेँलो चाहिँ किरातको चिन्ह हो अनि यहाँ चाहिँ पहेँलो बाटो देखाउनुलाई ढुङ्गामा लगाइदिनु भएको छ यसरी हेर्दाखेरि लेउ जस्तो देखिन्छ तर यो चाहिँ बाटोको चिन्ह हो हामीले यस्तै बाटो हेर्दै हेर्दै आएको तपाईँहरू आइहाल्नुभयो बाटो हराए जस्तो फिल भयो भने हरियो होइन नि फेरि यस्तो पहेँलो पहेँलो कलर हेर्दै हिँड्नुभयो भने चाहिँ तपाईँ त्यहीँ पुग्नुहुन्छ जहाँ तपाईँ हिँड्नु हुँदैछ यस्तो हरियो चाहिँ होइन नि फेरि हरियो चाहिँ ल्याउने हो यस्तो पहेँलो चाहिँ कलर हो गाइस सो पानीको कमीले जिन्दगी झिङ्गालाला भइसक्यो ओके अब यस्तो रिस्की ठाउँमा धेरै भ्लगतिर नजाऊँ मैले बनाउनुको कारण चाहिँ तपाईँहरू पनि हेर्नुहोस् यस्तो छ है भनेर हो नत्र एउटा दुईवटा फोटोले काम चलाइहाल्थेँ म त अब पुगेरै भेट्नुपर्छ होला होइन त भन्छ लगभग डेढ भइसक्यौँ हामी त्योहरू यति हो बाटो यो पनि गइरहेछ यो पनि गइरहेछ मैले देखेको थिएँ मुन्दुमको सबैभन्दा खतरनाक बाटो भनेर मसँग त्यति हिम्मत पनि भएन कि म त्यहाँ भिडियो बनाऊँ साँच्चै भनेको यस्तो खुट्टा काम हुने ओ माई गड अब यो हेरेर चाहिँ लागिसक्यो साल्पा सिलिचुङ पुग्यौँ शिल्पा भनेर मर्नै आँटिसक्यो म चाहिँ को रहेछ यो शिल्पा ल बिउलो भाइहरू पनि अघि त्यहाँ बोल्दै गरेको थियो आउँछन् होला ल हेर्नुहोस् सो गाइस फेरि एउटा डाँडा उक्ल्यौँ अघिको पहिलो यो दोस्रो अब अझै यता जाँदै गरेको बाटो देख्दैछौँ अब हामी हिँड्छौँ फेरि जाऊँ लेक लाग्छ जस्तो भइसक्यो पानीको कमीले पानी पनि छैन अब पुग्यो जस्तो छ भन्छ ल पाद्दै हिँड्दैछु म चाहिँ गाइस ग्यास्ट्रिक भएर पाद्दै हिँड्दैछु अझै ठाडो उकालो देख्दैछु गाइस यस्तोमा रिक्स लिनु हुँदैन सो थप के भन्छ थबिरन थबिरन खै सडनली मैले त्यो शब्दै बिर्सेँ थप जानकारी अगाडि दिउँला डेड भयो गाइस म डेड हामी हिँडेको 3 घन्टा भइसक्यो अझै पनि पुगेको छैनौँ खानेकुरा पनि छैन पानी पनि छैन ओ माई गड अझै 500 किलोमिटर हिँड्नु बाँकी छ है 500 मिटर कि 500 किलोमिटर कान्छ सरी 500 मिटर हिँड्नु बाँकी छ अझै एडिट गर्न हामीभन्दा अगाडि आउनु भएकोहरू पनि म बसिराख्नुपर्छ अहिले चाहिँ अलिअलि घाम आएर अलिक रापिलो भयो म त नकआउटै भइसक्यो गाइस
फाइनली गाइस आइपुग्यौँ हेर्न सक्नुहुन्छ यति माथि आयो नि खोल्नु त्यो चाहिँ कसैको नामको हामी चाहिँ रेडी भयो नि जाडोमा म यस्तो सेटअप गरेर अरू त्यस्तोमा छ म त्यस्तोमा छु हाम्रो यहाँ छ जाडो एकछिन लाइटर पनि अब एकछिन सल्काउनु पनि हुन्छ ए सल्किहाल्छ नि तिन लु भाइ तिमी दुईटा बाल अब दुईटा हो सबै पाल्छु ल भर्खर लु दुईटा भाइलाई पनि यहाँ राख सुरुमा सामानहरू अनि धुप पक्र दुईटा धुप दिनुलाई भाकल राखेको थिएँ आइपुगेँ भन्नु खुट्टामा फुलहरू माथि चढेको एउटा चढेको तिम्रो बिग्रेर आयो तिम्रो मैले माथि राखिदिएर के हुँदैन फुल तिमी हिँड त सुरुमा मेरो त सुरुवाल देखियो पऱ्यो चाहिँ छौँ है हामी यतिमा गाइस फाइनली आइपुग्यौँ यहाँ के को पनि रहेछ धरानको आइसक्नु भएको रहेछ यहाँ र मलाई चाहिँ यस्तो जाडोमा तागतै दिनु भएर होला म यतिको लुगामा छु है यो मात्रै लगाइरहेको छु सबजना यहाँ रेडी छन् हामी झन्डामा हामीले झन्डा लेख्छौँ नेपालको सो नेपालको झन्डामा नाम लेख्दैछन् कान्छाले दुईजनाले लेखिसक्यो अब हामी लेख्छौँ र यस्तै छ है यति बसीको मेहनत पछि यति राम्रो ठाउँमा आइपुग्यौँ यस्तो महान ठाउँमा आइपुग्यौँ सबैभन्दा राम्रो कुरा त्यही हो लु हेर्नुहोस् अब यहाँ दिन खुलेको तपाईँहरूलाई म मजाले देखाइदिन्थेँ दिन चाहिँ खुलेको छैन सो त्यही भएर यतिको छ हेर्नुहोस् ल Oh my god, guys. Thank you for watching, guys. मेरो टार्गेट कम्प्लिट भइसकेको छ सो गाइज हामी चाहिँ माथिबाट तलतिर झरिसक्यौँ पनि अनि अब हामी जाँदैछौँ साल्पा पोखरीतर्फ किनभने सुरुमा चाहिँ सिलिचुङ जानु अनि साल्पा पोखरी आउनु भन्ने गर्दो रहेछन् त्यही भएर हो यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ रेडी भइसकेको होइन होला बनिँदै गरेको रहेछ कस्तो राम्रो बनाउनु हुँदो रहेछ ढुङ्गा यहाँ कसैले पुऱ्याउनु भयो त लु लाली गुराँसहरू टक्क फुलिरहेछ वरिपरि अनि यति निलो यति सफा यति कञ्चन हेर्नुहोस् ल आमा सो गाइस आज हामी राउन्ड हान्न आँटेको छौँ यस्तो जाडो छ र पनि हामी फ्राई ड्रेसमै राउन्ड हान्ने भनेर साल्पा देखाइदिनु पोखरी कति राम्रो साल्पा पोखरी है गाइस अब एक राउन्ड हान्छौँ त्यो चाहिँ म तपाईँलाई टाइम ल्याप्समा देखाउँछु है हामी एक कुनामा आइसक्यौँ
ल यदि गर्नुपर्छ म चाहिँ कसरी माथि हो नगर्नु तपाईँ ल मेरो चाहिँ मुनिबाटै मनोकामना लु त त्यसो भए देख्नुहुँदैछ इन्द्रेणी 4100 हान्नुभयो अब हाम्रो बाँकी छ तपाईँहरूको अझै निकै छ अब यहाँदेखि भोलि बिहान कति बजी हिँड्नु त्यो चिजहरू हेर्नै सकेन हामी चाहिँ मस्त तास खेल्दैछौँ गाइस पहाडों के बीचों बीच यहाँ चाहिँ थोरै पानी बगिरहेछ त्यही भएर हामीले यहाँ तास खेल्दैछौँ किनभने गाईहरू आइपुगेको छैन त्यही भएर ट्रेकको एक्सपिरियन्स गाइस ओह टस पाल्दै आउँदैछ नि त्यो पुरै अँधेरो भइसकेको छ अनि म यहाँ हिँड्दैछु अब आँखातिर टस पालेको हेर्न सक्दिनँ अगाडि अब त्यहाँ बिहान 9:30 बजी हिँडेको हामी अहिले 7:30देखि 8 बजीसम्म होला हिँडेको छौँ खाना पनि खाएको छैनौँ अनि हामी चाहिँ यहाँको एउटा होमस्टेमा बस्ने बलौटेमा भन्ने र सिरिचुङदेखि नै हिँडेको यति धेरै टाढा हिँडिसक्यो नि कसम भनेको आमामामा यो घन्टामा नगर्नु पनि ओह्रालो बाटो थियो धेरै जसो प्रायः जसो होइन र पनि यत्रो टाइम लाग्यो भनेपछि कति तल होला तिनीहरू अझै झर्दैछ वहाँबाटदेखि ल साथीहरू हामीहरू चाहिँ यो बलौटे भन्ज्याङको यो होमस्टेमा बसेर आज मयङतर्फ लाग्दैछौँ फोटो खिचिँदैछ बलौटे भन्ज्याङमा एउटा होमस्टे रहेछ एकदमै के भन्छ सहज र सहज वातावरणमा हामी सुत्यौँ खायौँ र त्यसको ठ्याक्कै भोलिपल्ट हामी कता लाग्दैछौँ साथीहरू मयङ आज मयङ बस्छौँ मयङको होमस्टेमा हामीले बुकिङ गरिसकेका छौँ यो उकालो अलिकति गाह्रो हुनसक्छ तर असम्भव हुन सक्दैन त्यसैले साथीहरू हाम्रो यो यात्रा जारी रहनेछ र यहीसँगै मेरो भ्लग पनि तपाईँहरूमा चाहिँ एन्ड गर्दछु थ्याङ्क यू तनित थ्याङ्क यू कस्तो दामी दिएको क्या उतापट्टि थ्याङ्क यू